सो हेलो एभ्रिवान इट्स मी राय एन्ड द सर अनि अहिले चाहिँ बिहानको 5:30 बजिरहेको छ अनि आज चाहिँ हामी साथीहरूसँग नागथली रसो जाने कुरा हुँदैछ। सो लेट्स सी एक्जाम के हुन्छ। आज चाहिँ बाइकमा भन्दा नि सुजन बिसुरमा जाने कुरा भयो किनभने बाइकमा थोरै समस्या आइरहेको थियो। अस्ति नै आमायाङली गएपछि त्यो अलिकति अगाडिको ब्रेकहरू लागेको थिएन, त्यही भएर बाइक चाहिँ आज नलाने कुरा भयो। अब चाहिँ हामी यहाँबाट चाहिँ टोखा जानेछौँ। टोखामा केटाहरूसँग मिटअप गरेर हामी चाहिँ रसुवातर्फ लाग्नेछौँ। So let's go! Let it ride, let it be, let it be what it be. Got a breeze in my chest and a thought run free. I don't rush, I don't race, I just float on 3. Got a vibe in my soul, got a life on key. Let it ride, let it breathe, let it roll like that. Got the world in my cup and the beat in the back. I don't stress, I don't fold, I just lean on facts. If the sun don't shine, I'ma still bounce back. ल अब हामी यात्रा सुरु गरिसकेका छौँ है। अनि आइरहेको छ। र अब चाहिँ हामी एकछिनको बाइकहरूमा अलिकति मोबिल ल्युब गरेर अब हावासावा हालेर हामी चाहिँ हिँडिसकेको छौँ। अब एज अ हेरेर भाइबहरू चाहिँ मजाकै छ। What a grass smell green and the air feels sane. Put the phone on mute, let the silence explain. I don't need much, just a book in the brain. Used to chase things that would run from me. Now I sit still, let the peace come free. Paint a verse. Hello guys. Let it breathe, let it roll like that. Got the world in my cup and the beat in the back. I don't stress, I don't fold, I just lean on facts. If the sun don't shine, I'ma still bounce back. अब यहाँभन्दा माथि चाहिँ रसुवा यता हाम्रो जानुपर्छ। त अब यहाँबाट चाहिँ ब्याग बोक्नु पर्दैन भने यहाँ चाहिँ केटाहरू रमाइलो गर्दैछ हौ, नाच्दैछ। प्रमोद केटाहरू यस्तो रमाइलो गर्दैछ। यहाँ रमाइलो छ ठाउँ चाहिँ। अहिले चाहिँ बाटो रमाइलो छ। माथि तल त्रिशुलीबाट अब यहाँ माथि रसुवा प्रवेश गरेर पनि माथितर्फ जाँदैछौँ। हामी रेड पान्डा लाङटाङ राष्ट्रिय निकुञ्ज छिर्सकेको छौँ। यहाँ चाहिँ गुराँस फुल फुलिरहेको छ। ल अब हामी चाहिँ यहाँ आर्मीको चेकिङ पोस्टबाट सेकिङबाट अगाडि आइसक्यौँ। चेकिङ खासै गोसाइकुण्ड जानेहरूलाई मात्रै पर्दो रहेछ र टिकटहरू पनि गोसाइकुण्डलाई जानेहरूको लागि मात्रै काट्नुपर्ने रहेछ। अब हामी चाहिँ नागथली जाने भएको हुनाले हाम्रो रुट स्याफ्रो बेसी भएकोले टिकट चाहिँ काट्नु नपर्ने रहेछ। अहिले चाहिँ यसो ब्रेक छ। के कस्तो लाग्दैछ त छोरा? यो चिसो लाग्दैन। चिसो लाग्दैछ अरे? कस्तो छ साथीहरूलाई? एकदम मेरो छोरा हो नि त। अनि बाटो चाहिँ डाँडा काटेर बिचमा वनमा आगो लगाउनु दण्डनीय अपराध हो। र अब चाहिँ हामी स्याफ्रो बेसी जाने बाटो होइन। स्याफ्रो बेसी जाने बाटो त लास्टै घुमाउरो रहेछ है। यस्तो 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 ल खोला पुगेर नि फेरि त्यही होला होइन। स्याफ्रो बेसी त धेरै उभो रहेछ त, त्यही होला होइन। हामी एकदम स्याफ्रो बेसीमा छौँ अहिले। स्याफ्रो बेसी पुग्नेवालामा छौँ। 1 किलोमिटर टाढा छौँ। ल अब चाहिँ हामी स्याफ्रो बेसीमा आइसकेको छौँ र हामीले चाहिँ खाना अर्डर गरेको छौँ 6 जनाको अर्डर। र हाम्रो होटल चाहिँ हामी बसेको चाहिँ होटल स्याफ्रो बसेको होइन, खाना खानालाई रोकेको मात्रै ठाउँ। यो चाहिँ हाम्रो खाना आइसकेको अवस्था छ।
र गम दिइरहेको अवस्था पनि छ। कसो छ छोरा ठिक छ केटाहरू खाना जो आइसक्यो खानु पऱ्यो ल। भाइ के हो तिम्रो नाम चाहिँ के हो तिम्रो नाम चाहिँ ल छोडा छोडा म जान्छु छोडा ल भाइ ल अब चाहिँ हामी यहाँबाट निस्किसक्यौँ होइन चट्ट यहाँबाट चाहिँ अब नागथलीतर्फ उकालो हामी सिम सामान मिलाउन रोकिरहेको छौँ। स्कुटर पनि अलिकति गाह्रै छ। दुईवटा डाँडाको बिचमा छौँ हामी। रमाइलो छ जस तल चाहिँ के भोटेकोसी हाइड्रो पावर कि समथिङ के रहेछ। अरे यस्तो हेर्दा त डरमर्दो गाह्रै डबल रोड चाहिँ तान्न गाह्रै रहेछ। सिङ्गल रोड चाहिँ स्कुटर पनि आउँछ बाइक चाहिँ डबल रोड जस्तो तान्छ स्कुटरले चाहिँ गाह्रो पर्दो रहेछ तर पनि I'm so fresh like the morning, mouth wide open like they yawning. Every time they see me, they in deep-fried. Homie, this is too far. Homie, I feel too alive. You can see me like Illuminati. You can see me like Illuminati. But I'm shining so bright. Don't come and try to share some of this light, no. Give me a beat and I control it like a maestro. Ladies on a mission, they be trying to get me wiped up. Shawty, wait a minute, can't tell if I like ya. Gotta make sure you know how to shake it like a bartender. Team with me and they all winners. And you know we ballin' all winter, all summer. Jewelry around my neck is lightning, but I'm स्टार्टिङको 15 मिनट मात्रै एकदमै वर्स रहेछ भनौँ न। वर्स त्यो होइन वर्स रहेछ न त त्योभन्दा माथि चाहिँ जब एउटा पोइन्टमा हाइट गेन गरिन्छ नि तब चाहिँ यति हाइटमा यो बाटो त डिसेन्टै भन्नुपर्छ तर पानी पऱ्यो भने चाहिँ फेरि सकियो। 3 जना सोधिरहेको थियो 3 जना आधी घन्टा भनेर 1.5 घन्टा गइसक्यो सबले झुकाइदिएर। bring a friend and come along. Don't be taking too long. The vibe's too strong. If you don't know how to move, then we moving on. Ain't no way rhythmic feet up in this place. If you can't catch the feeling, then get out the way. I've been reeling and fish from the lake. They keep saying I'm down to earth, but I'm really out of space. All these women aliens, super foreign, so exotic. Hop in the Mercedes Benz and I got 'em. छाङतर्फ आइसक्यौँ। रमाइलो छ जाडो छ होइन त 100-200 त होइन होला। बाइकहरू चाहिँ यहाँ रहेछ थुप्रै र यहाँदेखि भ्यूहरू पनि यस्तो रमाइलो रहेछ मजाको केटाहरू फोटो हाल्न भन्ने कुरा गर्दैछ। कस्तो लाग्दैछ मेरो छोरा चिली लाग्दैछ अरे ठिकै छ। अब हामी जानुपर्ने चाहिँ यताबाट होइन त त्यो माथि डाँडामा जानुपर्ने हामी आमामा सबै बाटो हेर्दा त आमा यहाँ जस्तो छ ठ्याक्कै उकालो माथि पुग्नुपर्ने। फाइनली हाम्रो होटेलतर्फ आइसकेको छौँ। 6:40 भयो। यहाँ चाहिँ नागथली थुमान 1 पर्दछ। थुमान 1 रसुवा त यहाँबाट यस्तो भ्यूहरू निकालेर खिचेको रहेछ। हामी बस्ने होटेल भनेको चाहिँ यही हो होटेल तिब्बत भ्यू हिमाल समथिङ के थियो। अनि जस भ्यूहरू चाहिँ रमाइलो छ केटाहरू पनि रमाइलो नै छ नयाँ साथीहरू नयाँ केटाहरू चिल पाराको छ होइन। हाम्रो होटेल चाहिँ यो माउन्टेन भ्यू गेस्ट हाउस तिब्बत भ्यू होइन रहेछ अतिथि देव भव अरे ल सिँढीमाथि छ चाहिँ हाम्रो होटेल रहेको छ हामी बस्ने होइन। यहाँको दाइ दिदी अङ्कल आन्टी अहिले चाहिँ चट्टट्टा त चिया खाएर बसाइ छ। यहाँ चाहिँ खाना पाक्दैछ हाम्रो केटाहरू लिभ माग्दैछ अफिसमा रमाइलो छ। रमाइलो छ केटाहरू यहाँ बसेको छ 3 जना यता खाना चाहिँ यही छ ल के कस्तो छ खाएपछि हामीले भन्दा होटेल साउनी एकदमै फ्रेन्डली हुनुहुन्छ रमाइलो छ ल।
खाटलाई 2टा जोडिसकेको छौँ। अब चाहिँ हामी सुत्नुपर्छ। भोलि बिहान 5 बजे उठेर जानुपर्ने हुन्छ ल। त्यही भएर गुड नाइट। अहिले चाहिँ हामी उठिसकेको छौँ र यो चाहिँ हाम्रो कोठाबाट रहेको छ हिमालको भ्यू। हिमाल चाहिँ एकदमै खुल्ला ठुलो देखिनु पर्नेछ, तर अघि एकदमै हावाहुरी चलेर मौसम चाहिँ धुम्म हुने भएकोले सोच यस्तो चाहिँ छैन, तर पनि स्टिल ओके। केटाहरू आगो ताप्दैछ, यहाँ चाहिँ चट्ट ग्रुपहरू बस गर्दैछ, रमाइलो छ। ल आज चाहिँ अलिक सोचे जस्तै मौसम हुनु सकेन र यहाँ त अब असिना पानी सानो परेछ। अब हिउँ पर्न सक्ने सम्भावना भन्दै हुन्छ हाम्रो होटेलको दिदीले चाहिँ। अनि खै आज भ्यू चाहिँ देखिँदैन, भ्यू चाहिँ होइन हिउँ चाहिँ देखिन्छ जस्तै छ। चाहिँ होटेलबाट निस्किने बेला भइसक्यो, हिसाब सब भइसक्यो। यहाँबाट निस्किनुपर्छ ल। हस् तपाईँहरूको पनि राम्रो होस्। हस् हस् हस्। तर पनि हामी अब तल ब्रेमदाङतर्फ जान्छौँ र त्यहाँबाट बाइक स्टोरहरू लिएर जान्छौँ। अब चाहिँ हामी यहाँ ब्रेमदाङमा आइसक्यौँ होइन। हुन्छ हामी फेरि कुनै दिन मिल्दाखेरि ल ल ल ल। अब चाहिँ हामी यहाँ ब्रेमथाङ र ब्रेमथाङ भन्ने ठाउँबाट चाहिँ निस्किसक्यौँ। अब यहाँबाट चाहिँ हाम्रो सिधै ओह्रालो छ। यहाँदेखि चाहिँ अब चट्ट अनि तल जानुपर्छ। तल गएर चाहिँ हामी च्याफ्रुबेसीमा खाना खाइन्छ कि बा अब बोर्डरतिर जाने कुरा छ। बोर्डरतिर गएर बा त्यतातिर राम्रो होटेलहरू छ भने त्यतितिर पनि खान सकिन्छ। सो लेट्स सी अब के हुँदै जान्छ। बाजी चाहिँ पुरा धुम्म छ है, पानी परेर चाहिँ यहाँ तल चाहिँ बादल आइरहेको छ। अब चाहिँ हामी यहाँबाट चाहिँ केरुङ बोर्डरतर्फ जान्छौँ। बोर्डर चाहिँ यहाँबाट जानुपर्ने रहेछ यसरी, यहाँबाट अगाडि हुँदै जान्छौँ। अहिले चाहिँ हामी चाहिँ केरुङ नाका नेपाल चाइना बोर्डरमा छौँ। यहाँ चाहिँ अस्तिको बाढीले भत्काएर सब लैसक्यो, अझै केही छैन। अहिले चाहिँ बन्द भइसकेको रहेछ र अनफर्चुनेटली हामी चाहिँ जान पाइएन होइन चाइना साइड बोर्डरमा। अब यही बाटो मात्रै हेर्न पऱ्यो। अहिले यिनीहरूको चाहिँ 3:30 बजे नै 4 बजे बन्द भइसक्दो रहेछ। हामी चाहिँ अलिकति लेट टाइम, त्यही भएर अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ ल। अन्टिल नेक्स्ट टाइम। अहिले चाहिँ हामी अब केरुङ नाकाबाट एकछिन निकै अगाडि आइसक्यौँ र यता चाइनिज पसल रहेछ। चाइनिज पसलमा चाहिँ हामीले पिचको जुस खायौँ, ट्राई गऱ्यौँ र त्यो चाहिँ मिठो नै थियो। अब चाहिँ च्याफ्रुबेसी गएर पनि धुन्चे जानुपर्ने हाम्रो चाहिँ टार्गेट छ। अहिले चाहिँ टाइम भनेको 4:06 भइसक्यो ल। सिधै अब हामी धुन्चे या च्याफ्रुबेसीतिर भेटौँ न त। अहिले चाहिँ 5:40 भएको छ र हामी चाहिँ लगभग 35 मिनट भनौँ न, 35 मिनटमा चाहिँ धुन्चे बजार आइसकेको छौँ। बाटोहरू चाहिँ ठिकठाकै भएको कारणले गर्दा चाहिँ हामीले छिटै नआउन सक्यौँ। अब आज चाहिँ धुन्चेमा बस्ने कुरा भयो। बाइक सुटरहरू राखिसक्यौँ हामीले र बस्ने होटेल रहेको छ रोयल किङ्स होटेल। ल अब चाहिँ चट्ट चिया खानुपर्छ, रमाइलो गर्नुपर्छ आज चाहिँ, रहिलो हान्नुपर्छ होइन त। अब यो चाहिँ हाम्रो धुन्चेको आज हाम्रो होटेलको खाना रहेको छ होइन। हामीले चिकन खाना थकालीभन्दा कम छैन। रोयल किङ दारा हालेर चट्ट कस्तो छ त खानु अगाडि कस्तो छ त मसेको देखाउ न। खानु अगाडि कस्तो छ भन न। लभली सन अफ लभली छ अरे। ल अब भिडियो सिड भनेको यस्तै हो। ल खानामा इन्जोय गरौँ त। होटल के हो अरे नाम? रोयल किङ्स एकदम प्रिफरेबल, रेकमेन्डेबल। सबैजना यहाँ आइदिनु होला। सर्भिस पनि गजब, सर्भिस गजब छ। सो गुड मर्निङ एभ्रिवान फ्रम धुन्चे बजार। यो चाहिँ हाम्रो होटेलबाट रहेको टप भ्यू छ। अनि मौसम चाहिँ आज खासै त्यस्तो खुलेको जस्तो त देखिएको छैन, किनभने पारी हिमालहरू मजाको देखिनु पर्थ्यो, देखिएको छैन अहिले। र यहाँको मान्छेहरूको दैनिक क्रियाकलाप चलिसकेको छ। यहाँ ब्रेकफास्ट खाएर केही समय बसेर त्यसपछि हामी फेरि ब्याक टु काठमाडौँतर्फ लाग्नेछौँ। सो लेट्स सी के हुन्छ।
र अहिले चाहिँ 9:30 बजेको छ र हामी चाहिँ धुन्चे बजारबाट अब काठमाडौँतर्फ लागिसकेको छौँ र एज यु क्यान सी राइडर चाहिँ चेन्ज भइसकेको छ र राइडर चाहिँ ब्याक टु द राइसर आइसक्नु भएको छ। अहिले चाहिँ पानी पर्न हामी रेनकोट लाउनु लागेको छौँ। अघिसम्म तल घाम लागिरहेको थियो, अहिले चाहिँ 81 यहाँ माथि आउँदाखेरि चाहिँ पुरा पानी पर्न थाल्यो, त्यही भएर अब चाहिँ रेनकोट लाउँछौँ। ल अब चाहिँ हामी फाइनली शिवपुरीको यो चेकिङ पोइन्टमा आइसक्यौँ। अब यहाँ अगाडि छ चेकिङ पोइन्ट। अब यहाँदेखि तल गयो भने चाहिँ आधी घन्टामा हामी टोखा पुगिन्छ। टोखादेखि त आफ्नै गली त हो, आफ्नै ठाउँ त हो, त्यो छ र चत्तर हो। यो चाहिँ शिवपुरीको चेकिङ पोइन्ट भयो। यहाँदेखि चाहिँ हामी राइटतर्फ लाग्छौँ। अब हामी चाहिँ काठमाडौँ भ्याली इन्टर गरिसकेको छौँ र माथि नुवाकोट डाँडाबाट तल यहाँ टोखातर्फ आइसकेको छौँ। अब टोखा चाहिँ यहाँदेखि लगभग 10 मिनट या म्याक्सिमम् 15 मिनट पुगिन्छ। ल अब चाहिँ हामी फाइनली आइसकेको छौँ यहाँनिर सामाखुसी नजिकै र अब हामी चाहिँ फाइनली ट्राभलको जाम बसेर गौशाला चोक हुँदै पशुपति हुँदै एयरपोर्ट आइसकेको छौँ र अब हाम्रो डेस्टिनेसन चाहिँ लगभग आइसकेको छ र अहिले यति भन्दै चाहिँ अब भिडियो चाहिँ यतिमै टुङ्गाइदिनु पर्ला। ल पछिको दिनमा के कसो हुन्छ र के भ्लगहरू आएछ भने फेरि सपोर्ट गर्दै गर्नु होला। तबसम्मको लागि